नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई आजको धमाकेदार टेक अपडेटमा। आज हामी कुरा गर्दैछौँ एउटा यस्तो स्मार्टफोनको बारेमा जुन तपाईले सपनामा पनि देख्नु भएको थिएन होला। फोनको परिचय गर्नुपर्दा रियलमीको फोन रहेको छ। रियलमीले ल्याएको छ यस्तो फोन जसमा 10,000 mAh को ब्याट्री पावरफुल ब्याट्री दिएको छ। यति धेरै क्षमता सहितको ब्याट्री एन्ड्रोइडमा अहिलेसम्म अरु फोनमा दिएको थिएन। 10,000 mAh ब्याट्रीले अब कति दिन टिक्छ होला भन्ने कुरा आफै कल्पना गर्न सक्नुहुन्छ। अहिलेसम्म 5,000, 5100, 5800, धेरैमा 6,000, 6500 mAh सम्म आएको थियो भने अहिले रियलमीले 10,000 mAh को ब्याट्री पावरफुल दिएको छ। हो, तपाईले ठिकै सुन्नुभयो, 10,000 mAh र त्यो पनि केवल 8.5 mm पातलो डिजाइनमा लुक्स दिएको छ। अब यसको चार्जिङ र टेक्नोलोजीको विषयमा कुरा गर्ने हो भने अचम्मको कुरा त के हो भने यसमा छ 320 वाटको सुपर फास्ट चार्जिङ। हेर्नुस् त, 320 वाटको सुपर फास्ट चार्जिङ दिएको छ भनेपछि कति मिनेटमा यो फोन फुल चार्जिङ हुन्छ होला? आधी घण्टा, 45 मिनेट होइन, मात्र 5 मिनेटमा यो फोन फुल चार्ज अर्थात् 100% फुल हुन्छ, मात्र 5 मिनेटमा। अब फोन चार्ज गर्न घन्टौं पर्खिनु पर्ने दिनहरू गए। कति खुसी कुरा नि होइन र? केवल जोड्नुहोस् र केही मिनेटमै ब्याट्री फुल भएको देख्न पाउनुहुनेछ। झन् हाम्रो नेपालमा लोड सेडिङको समस्या छ। अहिले लोड सेडिङ भए तापनि 5 मिनेट मात्र बत्ती आयो भने पनि यसले 5 मिनेटमै फुल चार्ज हुनेछ। यो किन स्पेशल हो भन्न सक्छौं? यो फोन यो कुनै साधारण स्मार्टफोन होइन। रियलमीले यसमा प्रयोग गरेको छ नयाँ मिनी डायमन्ड आर्किटेक्चर जसले ब्याट्रीलाई कम स्पेसमा फिट गर्न मिलाएको छ। त्यो पनि एन्ड्रोइड भर्जन 15 मा चल्ने दिएको छ। अनि यसमा र्याम र स्टोरेजको कुरा गर्नुपर्दा 12 GB र्याम र 256 GB इन्टरनल स्टोरेज दिएको छ र डिमेस्टी 9300 प्लस प्रोसेसर सहित यो प्रोसेसर पनि यसमा अति नै धेरै दिएको छ, जसले गर्दा हाम्रो फोन एकदम पावरफुल छ भन्न सक्छौं। यति प्रोसेसर अरु फोनमा पनि छैन। हेर्नुस् है। त्यसपछि यसमा यो नेपालमा कहिले उपलब्ध हुन सक्छ, के कति प्राइस छ, त्यस विषयमा कुरा गर्न चाहन्छु। तपाईहरुको मनमा उठेको होला प्रश्न, के यो फोन नेपालमा पनि अवेलेबल छ त? अहिलेसम्म त यो केवल कन्सेप्ट फोन हो र भारतमा मात्र देखाइएको छ। भारतमा पनि आएको छैन, तर भारतमा सुरुमा छिटो आउने सम्भावना देखिएको छ। तर रियलमीले छिट्टै ग्लोबल लन्चको संकेत पनि दिइसकेको छ, अर्थात् घोषणा गरिसकेको छ कि छिट्टै बजारमा ल्याउने भनेर। अब यसको अनुमानित मूल्य नेपालमा कति पर्न सक्छ? तपाईहरु जिज्ञासा हुनुहुन्छ होला। सुन्नुस् है। अनुमानित मूल्य चाहिँ यो नेपालमा आयो भने यसको मूल्य करिब 80,000 देखि 1 लाख रुपैयाँसम्म पर्न सक्छ। तर अफिसियल लन्च हुँदासम्म केही भन्न सकिन्न। तपाईलाई यो फोन कस्तो लाग्यो? यस्तो पावरफुल ब्याट्री भएको स्मार्टफोन कमेन्टमा लेख्न सक्नुहुन्छ। अनि यसको अन्तिममा फेरि म जोड दिन चाहन्छु, त्यो जस्तो लाग्यो। क्यामेरा यसको 50 मेगापिक्सल दिएको छ अनि भिडियोग्राफरहरुको लागि एकदम राम्रो छ। यो यसले 4K भिडियो सपोर्ट गर्छ, जो भ्लग गर्ने टिकटक युट्युबरहरुको लागि एकदमै सुइटेबल छ। त्यसो भए यसमा भएको सबैभन्दा पावरफुल मलाई लागेको चाहिँ 10,000 mAh ब्याट्री अनि 320 वाटको फास्ट चार्जिङ अनि अर्को चाहिँ 9300
प्रोसेसर दिएको छ। यी 3वटा कुराले गर्दा यो फोन मलाई एकदमै बेस्ट लाग्यो। कृपया तपाईँहरू यो फोन कस्तो लाग्यो कमेन्टमा लेख्नुहोस्, ताकि यस्तै भिडियोहरू फेरि म तपाईँहरू समक्ष चाहिँ लिएर आउनेछु। त्यतिन्जेल टेक्निकल अपडेट DJM युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। फेरि भेटौँला अर्को रोचक टेक भिडियोमा। धन्यवाद छ।